दर्शकबिन स्वागत छ यहाँहरूलाई दैलेख कर्णाली खबरमा। म सञ्चालक डुम्मर मल्लको सदा दिनजै समय विषयवस्तुका साथमा आज पनि उपस्थित भइसकेको छु। काभ्रेको बनेपाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागु औषध बरामद गरेको छ। करिब 5 किलो पोलाल्यान्ड नामक लागु औषधसहित 2 जनालाई पक्राउ गरेको हो। तुलिखेल नगरपालिका 6 का 28 वर्षीय अमृत भण्डारी र तुलिखेल नगरपालिका 4 का 30 वर्षीय कृष्ण सत्यलाललाई मङ्गलबार बनेपा स्थित बस पार्क नजिकैको एक सेकवा सेन्टर तथा नेवारी खाजाघरबाट पक्राउ गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। सशस्त्र प्रहरी बल नेपाल नम्बर 15 गण काभ्रेले इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूले प्रयोग गरेको 38 प 1481 नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ। हाल पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि स्थानीय प्रहरी कार्यालय बुझाएको छ। यसअघि पनि सशस्त्र प्रहरीले काठमाडौँका विभिन्न स्थानहरूबाट ठूलो मात्रामा पोलाल्यान्ड बरामद गर्दै आएको छ। चैत 14 गते सिनामङ्गलबाट 7 किलो, फागुन 1 गते झोरपारीबाट, भदौ 22 गते कोटेश्वरबाट 5 किलो लागु औषध बरामद गरेको थियो। सशस्त्र प्रहरीको यस्तो सक्रियताले लागु औषध तस्करमा केही हदसम्म अङ्कुश लागेको देखे पनि तस्करहरूको गतिविधि अझै सक्रिय रहेको सङ्केत मिलेको छ। हवस् त, धन्यवाद। दैलेख कर्णाली खबर हेर्दै र सुन्दै गर्नुहोला।